दर्शकगण 21 गते चुनाव हुन गइरहेको छ। वास्तवमा जनताको मुड के छ? कुन पार्टी, कुन दल, कुन उम्मेदवारलाई भोट दिन चाहनुहुन्छ उहाँहरू? परिवर्तनको पक्षमा छ कि पुरानो दलको पक्षमा छ? यसै बारेमा आज ठाने पर्ने हुन्छ, मतदाता पनि हुनुहुन्छ। म उहाँसँग केही कुराकानी गर्न गइरहेको छु। सर, तपाईँलाई जी खरमा स्वागत छ। यसमा अब पुरानो दल भन्दा अब नयाँ दलमा परिवर्तन भयो। जनताको आधारमा कसले के तरिकाले अब तपाईँहरूको विचार के छ? कता नयाँ दलतिर जाने छ कि पुरानो दललाई मत दिँदै राख्ने? हामी अहिले नयाँ दल नयाँ दल भन्नाले कुन दल? अब हामीले अब यो स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टी भन्नाले रवि लामेछाने र बालनशाहको जोडीलाई। अब रवि लामेछाने र बालनशाहमा यस्तो के कुरा तपाईँले देख्नु भएको छ? उहाँलाई मत दिनुहुन्छ भने यो नयाँ जोस हो। अब नयाँ पार्टीलाई अब केही गर्छन् कि भन्ने यो पुरानो दललाई किन नदिने त? उनीहरूले चलाएको धेरै वर्ष भयो। धेरै वर्ष 35 वर्ष त 35 वर्षमा विकास गरेको छ कि छैन? हुनु खासै त्यस्तो छैन। हल्का आफ्नो जति हुनुपर्ने हो त्यति गरेको छैन। जति जनताको सोच हुनुपर्ने हो, जति गर्नुपर्ने हो त्यति भएको छैन। त्यसर्थ परिवर्तन हुनुपर्छ। एकचोटि तपाईँ रवि लामेछाने र बालनशाह अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनुहुन्छ। जनताले चाहे अनुसारको आफूले चाहे तपाईँको यो क्षेत्रमा यो बर्दिवास पालिकामा के कस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको? राष्ट्रिय स्वतन्त्र पार्टीको छ। अहिले नयाँमा धेरै मान्छेहरू उत्साह भइरहेको छ, बिस्तारै बिस्तारै बढिरहेको छ। बढिरहेको छ। अब आउने दिनमा वास्तवमा परिवर्तन हुनुपर्छ, नयाँ पार्टीलाई मत दिनुपर्छ भन्ने सोचमा यहाँका जनता पनि हुनुहुन्छ। अब जनताहरू छन् थुप्रै। तपाईँको अरोसिया परोसिया घर परिवारले के भनिरहेको छ? वास्तवमा के गर्नुपर्छ? त्यसलाई परिवर्तन गर्न, देशमा विकास गर्नका लागि के गर्नुपर्छ? अब देशको विकास गर्नलाई अब जनता परिवार नेता परिवर्तन गर्ने, अब जनतालाई चाहेको अनुसारको सुविधा नभएको हुनाले अब जनताले नयाँ नयाँ हेर्न चाहेको छ। धन्यवाद। दर्शकबिन भर्खर सुन्नुभयो, वास्तवमा देश परिवर्तन हुन्छ, नेता परिवर्तन हुनुपर्छ। पुरानो नेताले जे जति गर्यो राम्रै गरियो। अब उहाँले जे जति गरेको छैन। अब नयाँ दललाई, नयाँ नेतालाई मत दिनुपर्छ। उहाँले आफ्नो विचार राख्नु भएको छ। हस्त दर्शकबिन जी खबर नरेन्द्र महतो, बर्दिवास।